रित्तिएको गिलासभित्र मान्छेले घोल्छ आफ्नै पीडा र त्यसलाई पिउँछ खुसी भनेर। कसैले किन्छ खेत बेचेर एक साँझको बिर्साई, कसैले श्रमको पसिना डुबाउँछ बोतलभित्र। भान्साको आगो निभेर बत्ती बल्छ मदिरालयको। बच्चाको किताबभन्दा महँगो नसा हुन्छ टेबल माथिको। कर उठाउँछ राज्य, नाफा गन्छ व्यापारी, सडकमा भने लडिरहेको हुन्छ मान्छेको चेतना। मदिराको अर्थशास्त्रमा बेहोर्दैन गाँठा बोतलले, गाँठा त बेहोर्छ घरले, बेहोर्छ सम्बन्धले, बेहोर्छ आमाको निन्द्राले, बुवाको विश्वासले, जीवनसाथीको भरोसाले, सन्तानको आत्मविश्वासले। एक थोपा रक्सीभित्र डुबेको हुन्छ कतै किसानको ऋण, कतै श्रमिकको भविष्य, कतै बालकको स्कुल फी। तर पनि भन्छ बजार यो त स्वाद हो स्वतन्त्रताको, र मान्छे आफ्नो विनाशलाई पनि ताली बजाउँछ उत्सव सम्झेर।